गाइस के छैन अलिअलि गाडीहरू गुडिया छ त्यति हो। मान्छेहरू सबै भएर गए। काठमाडौँका बासिन्दाहरू मात्रै हुनुहुन्छ होला। बाहिरी जिल्लाकोहरू सबैजना जानु खाली छ रोड। अलिअलि गाडी गुडिया छ। भैयाले फलफुल ल्याउँदैछ। ल हेर्नुहोस् फलफुले भैया कसै लाएछ भैयाहरूलाई पनि। हेर्नुहोस् त गाइजहरू दुईटा टेम्पो चलेछ केही छैन। प्लेन उडेर कहाँ गयो कहाँ जानु लाग्यो प्लेन हो। बादलमा पुग्नु लाग्छ। खसी काटेका छन् भाइहरूका। भाइहरूले काटिओरी भाँडाकुँडा यताउति गरिसके। दसैँ मनाए बिहानै खसी काटेर। हेर्नु हाम्रो घिरौलाको फुल कति फुलेको छ। घिरौला नि फलेको थियो। आज त्यही घिरौलाको तरकारी खाएको हो हामीले। हेर्नुहोस् त साथीहरू कति धेरै फुल फुलेको छ घिरौलाको। भोगटे फलेको छ टन्नै। भोगटे ल हेर्नु भोगटे कति फलेको छ। एउटै हाँगामा त्यहाँनिर 35 वटा भोगटे फलेको छ। छिटीहरू हेर्नुहोस् त हेर्नुहोस् बाटो खाली। रामगलीको सैलुनमा मान्छे कपाल काटिरहेछन्। ल हेर्नुहोस् सेते कुकुर आयो। सेते कुकुर आज फोहोर लिन आउला जस्तो छैन। अब फोहोर भित्र ल्याएर राख्नु पर्यो। सेते कुकुर हेर्नु न कति राम्रो छ त्यो सेते। के गरे त्यसले बाटोमै हिँडेको छ। गाडीले कित्ला सेते तँलाई उता जाऊ सेतु जाऊ गयो। त्यहाँ सानो बाबु स्कुटीमा बसिरहेछ। बाबु हुँदैछ। ल हेर्नु न हेरेको सानो बाबु स्कुटीमा भोगिरहेछ। कुन्टे हाम्रो छिमेकीको बाबु हो। हेर्नु खाना आएछन् खाइरहेछन्। फेरि खाऊ कगुवा खाऊ। आफ्नो छोरोलाई खुवाउनु माथि गएर। छोरोलाई खुवाउँछ माथि गएर। ल हेर्नु सुनसान छ पानी ट्याङ्की पनि। दसैँ लागेर मान्छेहरू कोही हिँडेका छैनन् बाटोमा पनि। अलिअलि छ फोहोर थुपारेको छ। आज फोहोर लिन आउँछ कि आउँदैन थाहा छैन। ल हेर्नु काठमाडौँ सुनसान भएको। अलिअलि गाडी हिँडेको छ। पसल पनि एउटा दुईटा खोलेको छ। बाटो खाली छ। हेर्नुहोस् वहाँ जुत्ता चप्पल व्यापार मेला पनि निकालेछ। अब सिधै छ दसैँसम्म मात्रै रहेछ। जुत्ता चप्पल व्यापार मेलाको खाली गरेर त्यहाँनिर भट्काएर उलान हाल्दैछ। ल हेर्नुहोस् त गाईहरू। ल हेर्नु बाटो खाली छ। स्तुपा हस्पिटल भइहाल्यो। बाटो अलिअलि गाडीहरू गुडिया छ। प्राइभेट गाडीहरू मात्रै के। ल हेर्नुहोस् त दसैँ लाएर काठमाडौँ खाली भएको छ गाइज। कागले खाँदैछ माम। पानी पनि खाऊ कागु। आऊ अरू पनि आयो। आहा ल हेर्नुहोस् त हाम्रो घरमा कागहरूले माम खाए। अरू पनि आउँदैछन्। पानी पनि त्यही राखिदिएको छ। पानी खाऊ। पानी पनि खान्छ अब हेर्नु है। आहा अर्को आयो। आऊ यो चाहिँ बच्चा हो डरायो। ल हेर्नु त्यहाँ आयो बच्चालाई। ल हेर्नु कति मजाले खुवाएको आफ्नो छोरोलाई। एज अलवेज हाम्रो रातो फुल अहिले पनि फुलिरहेछ। कति धेरै रातो फुल हेर्नुहोस्। पूजा गर्नुलाई सजिलो हुने रातो फुल। पारिजात पनि फुलेको छ उता टन्नै। हेर्नुहोस् न कति राम्रो भएर फुलेको छ। हेर्नुहोस् अम्बा गोदावरीमा सबैमा कोपिला लगाएको छ। यता पनि सबैमा अब फुल्छ।
यी सबै कोपिला हेर्नुहोस् वानफुल गोदावरी हेर्नुहोस् त रातो फुल यहाँ अस्तिको हावाहुरीले यहाँको ठुलो रातो फुल भाग्यो रातो पात यो हिबिस्कस घन्टी फुल हेर्नुहोस् यहाँ पनि फुलेको छ सदाबहार गोदावरी कोपिला लगाएको छ घन्टी फुल रोजमेरी हेर्नु यहाँ कति राम्रो भएर फुलेको छ यिनीहरू कस्तो राम्रो लाग्छ ल हेर्नु त गाईहरू रोजहरू पनि फुलिरहेछ यहाँको यी फर्सी पनि फल्न लाग्छ कोपिला कति लाग्यो है तर फलेको छैन फल्छ होला अब ल हेर्नुहोस् गाइस ल हेर्नुहोस् यहाँ यो मेरो फेभरेट फुल उतले पनि आयो हेर्नुहोस् त है गोदावरी सबैमा कोपिला लगाएको छ ल हेर्नु यहाँ कत्रा कोपिला यी ठुलो कोपिला छ हेर्नुहोस् उहाँ गावा हेर्नुहोस् रोज हेर्नुहोस् यहाँ यो फुल कति राम्रो हेर्नुहोस् बोतलको ह्याङ्गिङ पर्पल हार्ट दुईवटा बोतलमा कस्तो राम्रो लाग्छ यो हेर्नुहोस् त साथीहरू